मन्त्री बालेन शाह मिडियामा इन्टरभ्यू दिन र मिडियामा किन आउँदैनन् यो प्रश्न पारेका छन् सुदन गुरुङले। यो भिडियो हेरेर सक्दो सेयर गर्नु होला। नेपालको मिडियाहरू टिआरपी र भ्युज बटुल्नको लागि जे पनि लेख्ने, जे पनि बोल्ने, जे पनि गर्नको लागि पछि हट्दैनन्। त्यही भएर नै प्रधानमन्त्री यिनी मिडिया किचडहरूसँग दूरी बनाएर बसेका छन्। यो भिडियो हेरेर हजुरहरूले प्रतिक्रिया दिनु होला। प्रधानमन्त्रीज्यू, हजुर किन मिडियासँग बोल्दैन बल्ल बुझिरहेको छु। किन रहेछ एक दुईवटा पोइन्ट बताइनु न। जे प्रश्न गर्नुभएको थियो त्यही नै हुन्छ कारण। तपाईहरुले प्रश्न उठेपछि सोध्नै नपाउने हो त्यसो भए मिडियाले लाई सोध्ने हो तिनीहरूको सम्पत्ति कहाँबाट ल्यायो, केबाट ल्यायो। हामीले दुःख गरेर पसिना बगाएर सानोदेखि काम गरेर हैन एउटा सर्वसाधारण व्यक्ति बल्ल बल्ल अब देशमा केही राम्रो हुन्छ कि भनेर हामी आएको हो नि त। तिनीहरूको पहिलाको तिनीहरूको पैसा कहाँबाट आयो, सम्पत्ति कहाँबाट सोध्नु पर्दैन हैन। उनीहरूको हिम्मतै छैन किन त्यही पैसा खाइरहेछ क्या, हिम्मतै छैन। जसले लेखेको छ नि उनीहरूको हिम्मत छैन किन पैसा खाइरहेछ हैन। नुनको त अब दिनु पर्यो नि, नुनको सोझो गरेहरूले नुनको त सोझो गर्नु पर्यो नि त हैन। ल ल ल थ्याङ्क यू।